किसान रमेशको सपना। एक पटकको कुरा हो, पहाडको एक सानो गाउँमा रमेश भन्ने एक इमान्दार किसान बस्थे। उनी बिहान सबेरै उठ्थे, गाईगोरु हेरचाह गर्थे र आफ्नो सानो खेतमा काम गर्थे। उनको परिवार सानो थियो, आफ्नो श्रीमती, एक छोरो र एक छोरी। रमेश सधैँ मेहनत गर्थे तर कहिल्यै धनी हुन सकेनन्। तैपनि उनी खुसी थिए किनकि उनलाई आफ्नो मेहनतमा गर्व थियो। एक रात रमेश धेरै थाकेका थिए र चाँडै सुते। उनी निदाउँदा अनौठो सपना देखे। सपनामा एक ज्योतिर्मय बुढा व्यक्ति देखिए, जसले भने, रमेश, तिमी राम्रो मान्छे हौ। म तिमीलाई एउटा सुनको बिउ दिन्छु। यसलाई साँचो मनले रोप र हेरचाह गर। रमेशको आँखा खुले। सपना यति स्पष्ट थियो कि उनी अचम्म परे। भोलिपल्ट बिहान खेततिर जाँदै गर्दा उनलाई एउटा चम्किलो बिउ देखियो, जुन ठ्याक्कै सपनामा देखे जस्तै थियो। उनी अचम्ममा परे तर खुसी हुँदै त्यो बिउ लिएर घर फर्किए। रमेशले बिउलाई आफ्नो बगैँचाको सबैभन्दा राम्रो ठाउँमा रोपे। हरेक दिन उनले पानी हाल्ने, गोरु लगाउने, झारपात हटाउने काम गर्थे। उनका छोराछोरीले सोध्थे, बुबा, यो बिउले केही दिन्छ त? रमेश मुस्कुराउँदै भन्थे, धैर्य गर, राम्रो मेहनत कहिल्यै खेर जान्दैन। समय बित्दै गयो। अरू बालीहरू पाकिसकेका थिए, तर त्यो बिउले केही देखाएन। गाउँका मानिसहरूले रमेशको मजाक उडाउन थाले, सपना देखेर सुन फल्छ र। तर रमेशले हार मानेनन्। उनले आफ्ना बच्चालाई पनि मेहनत र विश्वासको महत्त्व सिकाइरहे। अन्ततः वर्षको अन्त्यमा त्यो बिउबाट सुन्दर सुनजस्तो चम्किने फूल फुल्यो। त्यो फूलबाट झरेको हरेक बिउले अर्को सुनको फूल दिन्थ्यो। रमेशले त्यो फूल गाउँका अरू किसानहरूसँग बाँडे। केही समयमै सारा गाउँ समृद्ध भयो। सबैजना रमेशलाई आदर गर्न थाले। गाउँका बच्चाहरूले उनीबाट मेहनत, धैर्य र सद्भाव सिक्न थाले। रमेशले भने, सपना देख्नु महत्त्वपूर्ण छ, तर त्यसलाई पूरा गर्न मेहनत अझ आवश्यक हुन्छ। रमेश अब पनि उस्तै सरल जीवन बिताउँछन्, तर अब उनीसँग सम्पत्ति मात्र होइन, सबैको माया र सम्मान पनि छ। शिक्षा। यो कथाले सिकाउँछ कि मेहनत, धैर्य र विश्वासले जीवनमा चमत्कार ल्याउन सक्छ। सपनालाई साँचो बनाउन सधैँ इमान्दार रहनुपर्छ।